रातको 9 बजे श्रीमान अफिसबाट काम गरेर घर आउँछन्। घरमा आउने बित्तिकै ढोका खोली घरभित्र पस्ना साथ उनले सास फेर्ने मौका समेत पाएनन्। श्रीमती चिच्याउँदै बोलिन्, अब आयौ, सधैँ जस्तो ढिलो, म त हैरान भइसके तिमीलाई झेलेर। श्रीमतीले झगडा गर्न सुरु गर्छिन्, किनकि श्रीमानलाई उनले मन पराउँदैनथिन्। श्रीमानको आँखामा थकान र अनुहारमा भोकको गहिरो छाया थियो। एकछिनपछि श्रीमानले भने, म दिनभरि काम गरेर थाकेर आएको छु, साह्रै भोक लागेको छ, खाजा पनि खाएको छैन, आज त मलाई खाना त देऊ न है। श्रीमतीले भनिन्, आफै हालेर खा, मलाई निन्द्रा लागिसक्यो। उनी सुत्ने कोठामा छिरिन्। श्रीमान चुपचाप श्रीमतीको कोलाहाल सुनिरह्यो। रातैभरि श्रीमानसँग झगडा गरि नै रहे। त्यो रात गुनासो र झगडा बीच बित्यो। बिहान विनम्र स्वरमा भने, थोरै खाना बनाइदेऊ न है, अफिस जान ढिला हुन्छ, आज पनि काम धेरै छ, बाहिर निस्किएर खाना पनि सम्भव छैन। तर श्रीमतीले खाजा र खाना दिनुको साटो सराप्न सुरु गर्छिन्। हे भगवान, यस्तो श्रीमान हुनुभन्दा त बरु चाँडै मरोस्, यसको अनुहार हेर्न पनि नपरोस्, यसलाई देखेर म त हैरान नै भइसके भनेर भुतभुताउन थाल्छिन्। श्रीमतीको त्यो बोली र व्यवहारले श्रीमानको मन मुटु नै चसक्क चस्किन्छ, मस्तिष्क घुम्छ, भक्कान फुटेर आउँछ। मनमा कुरा खेलाउँदै आँखामा आँसु बग्दै थियो। केही बेरपछि श्रीमान केही नबोली चुपचाप लागेर अफिस निस्किन्छन्। बेलुकाको समयमा श्रीमतीले छोराछोरीलाई लिएर स्कुलबाट घरतर्फ फर्किँदै थिइन्। घरको छेउमा मान्छेको ठुलो भिड लागेको देखिन्। के को भिड हो आज यहाँ भन्दै नजिक गएर हेरिन्। त्यहाँ त आफ्नै श्रीमानको लास देखिन्। अचानक त्यो भिडको दृश्य देखेर उनको सास रोकिन्छ, मुटु चल्न छाड्छ। छोराछोरी एकदमै चिच्याएर बाबा बाबा भन्दै रुन थाल्छन्। मान्छेहरूको ठुलो भिड र घुइँचो लागेको थियो। मान्छेहरू एक आपसमा कानेखुसी गर्दै कुरा गरिरहेका थिए। अघिसम्म शराब थिए, हेर न अब आफू त विधवा भए पनि अर्को पक्रिली, बालबच्चालाई टुहुरो बनाई कोही बोल्दै थिए। श्रीमानको लास देख्ने बित्तिकै उनी छाङ्गाबाट झरेको जस्तो देखिन्। त्यसपछि रोइ कराई चिच्याउन थालिन्। केही बेर अगाडि गाडीको ठक्करले श्रीमानको मृत्यु भएको रहेछ। कहिलेको बोली वचन बोली भन्दा भयानक ज्यान लिने हुन्छ, त्यसैले श्राप दिनुहुन्न भन्ने भनाइ उनको मस्तिष्कमा आयो। श्रीमानलाई अँगालो हाल्दै, बुढो उठ न, अब म तिमीलाई धेरै माया गर्छु, हजुरले जे भन्नुहुन्छ त्यही मान्छु, म खाना पनि बनाएर दिन्छु, अबदेखि झगडा पनि गर्दिन, तपाईँ बाहेक यो संसारमा मेरो कोही छैन, यी साना साना नानी बाबुहरू तपाईँ बिना टुहुरा हुन्छन्, उठ न उठ बुढा भन्दै कराउँदै थिइन्। तर श्रीमानले केही छिन अगाडि मात्रै यो धरती नै छाडे, यो संसार छोडिसकेका थिए। श्रीमतीको गाली र शराबले ऊ जिउँदो हुँदा पनि मरेको लास जत्तिकै भएको थियो। मानिसहरू मनमा नै भन्दै थिए, तिम्रो यो चित्कारले बल्ल आत्माले शान्ति पायो होला। केही समयपछि समय बित्दै गयो। श्रीमानको मृत्युपछि उनले धेरै समस्याहरू झेल्नु पर्यो। घरको दुःख, समाजको तिरस्कार, गरिबीले भरेको जिन्दगी सबैले थिचिएकी, आफन्तको हेलाले गाँजिएकी गाउँलेले उनलाई नराम्रो नजरले हेर्न थाले। बालबच्चा हेलाको शिकार बने। भएको घर जग्गा जमिन पनि आफन्तहरूले छिनिदिए। बोलिदिने कोही भएन। त्यसैले कहिले पछुतो पर्ने व्यवहार कोही कसैलाई नगर्नु। जिन्दगीसँगै बिताउनको लागि त श्रीमान र श्रीमती हो। दुःख र सुखमा बाँच्नको निम्ति र श्रीमान र श्रीमतीको पवित्र नाता यसैलाई भनिन्छ नि, होइन र? तर मानिस एकचोटि गयो भने छ नि, फर्किँदैन। जीवनको मूल्य हामी ढिलो भएपछि मात्रै बुझ्दछौँ। साना साना कुरामा रिस, तर्क, तिक्तता ती क्षणमा ठुलो देखिन्छ। तर जब त्यो मान्छे साथमा हुँदैन, त्यही क्षणहरू सबै गहिरो पश्चातापमा बदलिन्छन्। पश्चातापको जिन्दगी खरानी बनाउने अग्निको राप भन्दा तेजको हुन्छ। यो रापमा मानिस बाँच्न सक्दैन। त्यसैले पश्चातापको मार्ग कसैले नपक्रिनु है।